एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग। अनि आज चाहिँ धेरै दिन पछाडिको बादमा चाहिँ एकदमै राम्रो घाम लागेको छ हैन। अनि आज बिहानसम्म नै पानी चाहिँ परिरहेको थियो। अहिले चाहिँ पानी पनि रोकिएको छ। मेरो घरको दृश्य चाहिँ यस्तो रहेको छ साथीहरू। अनि आज चाहिँ घाम लागेर एकदमै मौसम क्लियर भएको छ है। अघि बिहानसम्म चाहिँ पानी नै परिरहेको थियो। सो अहिले चाहिँ रहेको छ हैन। अनि यस्तो राम्रो देखिएको छ, त्यही भएर मलाई चाहिँ भिडियो बनाउन मन लाग्यो साथीहरू। मेरो घरको लुक्स चाहिँ यस्तो छ। अब यता पर जानुपर्ने हुन्छ यस्तै छ। अनि हेर्न सक्नुहुन्छ अलि मैले फुल रोपेको छु। यतातिर पनि छ हैन। यो बर्खाको टाइममा अलिकति बर्खामा चाहिँ फुलहरू हुँदैन भएर पनि। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुलाई चाहिँ म मेरो घरको प्लान्टहरू देखाउँछु हैन। यो सबै इन्डोर प्लान्टहरू नै हो। मलाई चाहिँ एकदमै मनपर्ने भएकोले गर्दाखेरि चाहिँ अलिअलि म पनि फुलहरू चाहिँ रोप्ने गर्छु साथीहरू हैन। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले, यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ कपडा धोएको अस्तिको दिन हो। अनि बल्ल आज घाम लागेर चाहिँ मैले अहिले यहाँनिर निकालेको छु। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ रोसमेरी चिया पनि हो। हाम्रो चाहिँ आँगनमै छ चिया पनि हैन। रोसमेरी चिया हो यो चाहिँ। अनि यसलाई भन्नुहुन्छ भने यो चाहिँ बुद्धचित्त हो हैन। यो चोटि चाहिँ कति धेरै ठुल्ठुलो फल्यो क्या यो बुद्धचित्त। हाम्रोमा चाहिँ यहाँ घरमा 2 बोट छ, यहाँ एउटा भइहाल्यो। अनि अर्को हेर्न सक्नुहुन्छ यहाँनिर यहाँ फलिरहेछ यहाँनिर है। हाम्रोमा चाहिँ 2 बोट छ। अनि हेर्न सक्नुहुन्छ आजको मौसम त यति राम्रो खुलेको छ कि यति राम्रो आकाश हेर्नुहुन्छ भने यतिको क्लिन छ। ओ माई गॉड एकदमै ब्युटिफुल आजको मौसम चाहिँ। अनि हाम्रोमा चाहिँ मेरो बहिनी चाहिँ यहाँनिर माथि कोमाहरूलाई चाहिँ सब्जी पुर्याइदिन जान लागेको रहेछ। अनि हेर न अब हाम्रो चुन्टे चाहिँ कहाँ गयो माथि कोमाहरूकोमै होला। कति दिन भइसक्यो आएको पनि छैन। सो चुन्टेको साथी चाहिँ आएर यहाँ सुतिरहेको छ। अनि यस्तै छ आजको मौसम चाहिँ एकदमै राम्रो भएकोले गर्दाखेरि चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो। सो भिडियो बनाइरहेको छु मैले चाहिँ हैन। अनि त्यही हो, मलाई चाहिँ फेरि प्रकृति भनेपछि यस्तो मनपर्छ हैन। अब त्यसै नै मनपर्छ मलाई चाहिँ। अनि आज त झन् बबाल दामी भइरहेको छ। अनि त्यही हो साथीहरू, आजको दिन चाहिँ यसरी नै बितिरहेछ। आज चाहिँ म कहीँ जान पनि सकिनँ किनभने बिहान चाहिँ एकदमै धेरै पानी परिरहेको थियो। त्यही भएर म आज चाहिँ कहीँ गइनँ, घरमै बसेको थिएँ। र आजको मौसम चाहिँ यति नै अपडेट गराउन चाहे। थ्याङ्क्स फर वाचिङ एभ्रिवान। बाई बाई।